नमस्ते सबैजनालाई वेलकम टु आवर ब्लग। अनि आज हामी ज्यास्परको ओल्ड फोर्ट पोइन्ट भन्ने एउटा ट्रेकिङ डेस्टिनेसनमा जाँदैछौँ। अनि सानो हाइक हो, तर अभियसली टाइम त लाग्छ अलिअलि। अनि अरू कम्पेरिजनमा चाहिँ वरपरको सिग्नल माउन्टेनहरू छ, विस्लर माउन्टेनहरू छ, अनि अरू माउन्टेनहरू छन्, तीमा चाहिँ अलिक बढी टाइम लाग्छ। अहिले हामी अब नोभेम्बरमा आइसक्यौँ, अनि त्यस कारणले गर्दा अलिअलि चिसो भएको हुनाले गर्दा अनि अलि राम्रैसँग प्रिपेयर भएको छौँ। हामी चाहिँ अलिअलि चिसो छ, तर हामी वी आर नट क्यानेडियन्स यट। अनि त्यसको लागि प्रिपेयर भएर जाँदैछौँ। कति घाम लागिरहेको छ, बादल पनि लागिरहेको छ। अनि तपाईँलाई ज्यास्पर टाउन सँगसँगै आज हाम्रो ट्रेकिङ कस्तो हुन्छ त अनि देखाउँछौँ है त। यो रहेको छ यहाँको सिटी, ज्यास्पर सिटी भनौँ। दुईवटा स्ट्रिट छ अनि यहाँ चाहिँ, अनि एउटा स्ट्रिट चाहिँ प्रायः जस्तो होटल रेस्टुरेन्ट छ, अनि एउटा स्ट्रिटमा चाहिँ हल्का ब्याङ्क अनि अरू संस्थाहरू रहेका छन्, रेड क्रसहरू। अनि ल हामी चाहिँ आज बुढाबुढी भएर अनि ट्रेकिङमा जाँदैछौँ। वरपर तपाईँले देख्न सक्नुहुन्छ दामी माउन्टेनहरू छ। मलाई त्यो माउन्टेनको नाममा चाहिँ म कन्फ्युज भइरहन्छु, तर मेरो वाइफलाई चाहिँ अनि धेरै क्लियर आइडिया छ। ल हामी बाटो काट्दैछौँ। माउन्टेन्सहरू चाहिँ दामी भ्यू छ। अब त्यो माउन्टेनको नाम के अरे? ओल्ड म्यान माउन्टेन। अनि यो चाहिँ हाम्रो सिग्नल माउन्टेन। अनि हामी जाने डेस्टिनेसन भनेको यहाँदेखि देखिन्छ त्यहाँ परको हो। म मोबाइलबाट गरौँला पछि। त्यो चाहिँ ओल्ड फोर्ट पोइन्ट। अनि यताको चाहिँ विस्लर माउन्टेन है नबी? विस्लर माउन्टेन होइन? विस्लर माउन्टेन। अनि सबैभन्दा मलाई मनपर्ने माउन्टेन हाम्रो फिसटेल जस्तै छ यहाँ, पिरामिड माउन्टेन। नट सिमिलर तर अलिअलि सिमिलर। अहिले हामी छौँ डाउन टाउन भने पनि, सिटी भने पनि त्यही ठाउँमा। नर्मल छ सिटी चाहिँ, त्यस्तो हाइफाई छैन। किनभने चाहिँ यो एरिया चाहिँ नेसनल पार्कभित्र आउने हुनाले यहाँ धेरै ठुलो कन्स्ट्रक्सन गर्न नमिल्ने हुनाको कारणले गर्दा हाम्रो पोखरा भनौँ न, अनि सिमिलर टु त्यस्तो खालको डेस्टिनेसन चाहिँ हो। यहाँ लेकहरू, फ्रेस लेक्सहरू छ, सबै कुराहरू छ। अनि तर इट्स ब्युटिफुल, क्लिन होइन। अनि तपाईँ सँगसँगै अब हामी त्यो ठाउँमा पुगेपछि रेकर्ड गर्छौँ है त। अरू डेस्टिनेसन चाहिँ यो डाँडामा हो। यो डाँडा टपमा चाहिँ यसलाई भन्छ ओल्ड फोर्ट पोइन्ट। यहाँको चाहिँ लोकल हाइक भनौँ न। अनि देख्दा फेरि सानो देखेला, तर टाढै छ। अनि यो चाहिँ ओल्ड म्यान। तपाईँले देख्नुहुन्छ यो ओल्ड म्यानको फेस जस्तो यो हेर्नुहोस्, नाक, यो नाक र चिउडो देखिन्छ, आँखा भएस देखिन्छ। त्यही भएर ओल्ड म्यान स्लिपिङ भन्छ, स्लिपिङ पोस्चरमा। अनि यो रहेको छ पिरामिड माउन्टेन। लोक एट द्याट, राम्रो छ। अनि विस्लर माउन्टेन जहाँ हामी अस्ति गइसक्यौँ चाहिँ यो एउटा घर पनि छ, केबल कारको। हामी केबल कारबाट गएर अनि वरपरको माउन्टेन्सहरूमा घुमेका थियौँ। यहाँ चाहिँ सिटी ज्यास्पर चाहिँ एउटा ट्रेन सिटी। हामी यात्रामा निरन्तर छौँ। अनि तिमीलाई कस्तो लाग्छ त नबी ज्यास्पर? मलाई एकदम राम्रो लाग्छ। पुरै माउन्टेन सराउन्डेड भएको सानो टाउन होइन, हाम्रो नेपाल जस्तो टाइपको छ खासमा। म चाहिँ रेस्टुरेन्टमा काम गर्छु, अनि सबै लोकलहरू देखिन्छ कि उसमा ग्रोसरी स्टोर जाँदा पनि त्यही मान्छेहरू देखिन्छ, जिम जाँदा पनि त्यही मान्छेहरू भेटिन्छ, अनि रेस्टुरेन्टमा पनि त्यही मान्छे। आफ्नै जस्तो लाग्छ कि अब कम्पेयर टु अदर बिग सिटिजहरूमा चाहिँ कोही पनि चिनिन्न नि त। एउटा मान्छे आज भेटिन्छ, त्यो मान्छे लाइफ टाइममा फेरि भेटिन्न। तर यहाँ चाहिँ त्यही मान्छे एभ्री डे देखिन्छ, अनि आफ्नै मान्छे जस्तो लाग्छ, आफ्नै गाउँ जस्तो लाग्छ। त्यही भएर मलाई चाहिँ एकदम मनपर्छ यो टाउन। त्यो एउटा भयो मनपर्ने कारण। अनि अर्को त अभियसली यस्तो ब्युटिफुल ठाउँ छ, माउन्टेनहरू छ, लेकहरू छ, अनि फ्रेस हावा खानु पाइरहेको छ। त्योभन्दा बढी के चाहिन्छ र? हो नि।
मेन अनि तपाईँले यहाँ देख्न सक्नुहुन्छ यो मैले नेसनल पार्क भनेर मेन्सन गरिसकेँ यो स्ट्रिटहरूमा चाहिँ पुरै यो एनिमल्सको पुपहरू देख्न सकिन्छ अनि यो चाहिँ एकदम नर्मल हो यहाँ चाहिँ किनभने चाहिँ यो एल्कहरू भयो अनि सेपहरू भयो बेयर्स पनि समटाइम्स इफ युआर लकी होइन अनि सिटीमै देख्न सक्नुहुन्छ तपाईँलाई टाउन मैले अलिकति सिटी भनिरहेको छु टाउन भइदियो है अनि देख्न सक्नुहुन्छ त्यो चाहिँ एउटा यहाँको एउटा राम्रो पक्ष पनि हो अनि मान्छे र एनिमल्स भनौँ अथवा के भन्छ वाइल्ड एनिमल्स भनौँ तिनीहरू सँगसँगै मिलेर बसेको विच इज गुड होइन अनि कुनै ब्यारियर छैन पिपल डु रेस्पेक्ट एनिमल्स हियर है अनि सपोज एउटा गुजले बाटो काटिरहेको छ भने चाहिँ दे विल वेट होइन अन्टिल दे पास द रोड है अनि के भन्छ त्यस्तै खालको रुलले गर्दा चाहिँ अनि पिपल र के भन्छ एनिमलमा बिच राम्रो रिलेसन देखिने क्या एनिमल जस्तै हाम्रो नेपालमा त केही नजिक आउने बित्तिकै दौडेर भागे जस्तो लाग्थ्यो मलाई चाहिँ म पनि हाम्रो घर पनि त्यही नेपालमा एउटा वाइल्ड लाइफ रिजर्भको नजिक भएको हुनाले गर्दा एनिमल देखिन्थ्यो तर एनिमल टाढा टाढाबाट भागिदिने म एउटा फनी इन्सिडेन्ट भन्छु है त्यो यहाँ चाहिँ त्यस्तो हुँदैन भन हाम्रो काममा के त लास्ट टाइम किचनमा चाहिँ मुसा छिरेर सबै खाइदिएछ कि नट्सहरू काजु बदामहरू सबै खाइदिएछ अनि त्यसपछि त्यो मुसालाई ट्र्यापमा पारेर अनि त्यो मुसालाई पनि रेस्क्यु गरेको के पार्स क्यानाडाको मान्छे आएर अनि त्यो मुसालाई रेस्क्यु गरेको नमारेको अति त्यो त मलाई क्रेजी लागेको कि मुसालाई पनि उनीहरूले रेस्क्यु गरेर नमारेर लगेर आफ्नो ठाउँमा छोडिदिएको क्रेजी अनि त्यो पनि हो सँगसँगै यो वाइल्ड लाइफ भन्दा नि यो फायर भएको बेला वाइल्ड फायर भएको बेला चाहिँ के अरे भ्यागुता भयो सर्प स्क्वायरल भयो तिनीहरूको शुद्ध रेस्क्यु गरेर अर्को ठाउँमा ड्रप गरेको चाहिँ वाइल्ड लाइफको के वाइल्ड फायर चाहिँ लास्टै खतरा भएको थियो यहाँ चाहिँ धेरै सिटीको स्ट्रक्चरहरू पनि ड्यामेज भएको थियो होइन इनफ्याक्ट 1/3 भनौँ न होइन अनि चाहिँ जलेर नष्ट भएको थियो अहिले त रिकन्स्ट्रक्सन भइरहेको छ जस्ट फर ग्रोइङ ब्याक होइन अनि धेरै खुसी लाग्छ त्यो देखेर तपाईँले देख्नुहुन्छ यो अहिले त गोप्रोले भ्याउँदैन होला सायद यो एरियाको सबै रुखहरू जलेर त्यो कालै भएको छ क्या पछि मोबाइलले जुम गरेर देखाउँला त्यो चाहिँ तर इट्स गुड टु सी होइन टाउन चाहिँ ग्रो भएको होइन एकदम राम्रो देयर इज अलवेज लाइफ क्या लाइफ चाहिँ एक्चुअली डिस्ट्राय हुन्छ तर लाइफ ग्रो हुन्छ भन्ने कुरा चाहिँ देखाएको छ ज्यास्परले चाहिँ यो घर नि टाउनको बिचमा छ अनि त्योभन्दा उताको एरिया चाहिँ अझै बन्दैछ त्यो लिटरली त्यो हिटले अनि झिल्का आएको झिल्का जलेको साइडको बिल्डिङ ठिक छ भने त्यो बिल्डिङ जलेको थियो अनि रिकभर भइरहेको छ विच इज गुड साइन है अब अलि अगाडि गएछ अनि भिडियो गर्नु होस् लाग्छ मलाई चाहिँ यो राम्रोसँग पढ्नुपर्छ मैले तर यो ट्रेनको रोड नेटवर्क बनाउने बेला चाहिँ यो सिटी चाहिँ बसाइएको जस्तो लाग्छ मलाई हिस्टोरिक रूपमा चाहिँ अनि यहाँ चाहिँ सानो नोट पनि दिएको छ यो हजुरलाई देखाउन चाहेँ मैले यो स्क्रिनसट लिएर पर्छ होला देखिन्छ भने अनि यो सिटी हुँदै तपाईँले भ्यान्कुभर ओन्टारियो लङ रुटहरू एडमन्टन मजाले ट्राभल गर्न सक्नुहुन्छ अनि सिटीमा कन्भिनियन्स होस् भनेर अनि माथिबाट रेलवे ट्र्याक छ भनेपछि त्यो त्यसको अन्डरनेथ एउटा टनल बनाएको छ मान्छेलाई आसपास मुभ गर्नलाई अनि सपोज यु क्यान टेक होइन के भन्छ बाइसाइकल पनि मजाले लान सक्नुहुन्छ एउटा राम्रो पछि हो जस्तो लाग्छ मलाई नभी होइन राम्रो नि किन धेरै टाइम हुन्छ नि त लामो ट्रेन आउँछ अनि ब्लक गरेर बस्नु परेन नि त हिँड्ने मान्छेले त हिँड्न पाइयो हो नि अब अझै ठुलो पनि बनाउँथ्यो र सायद सिटी सानो भएको हुनाले पिपल क्यान वेट होइन जो कारमा छ त्यो ठुलो कुरा भएन अनि तर हामी जस्तो हिँड्ने मान्छेहरूलाई चाहिँ सजिलो होस् भनेर यो बनाएको जस्तो लाग्छ मलाई चाहिँ 2010 लेखेको छ इट्स ब्युटिफुल टनल दो लाइट साइड बलेको बेला चाहिँ एकदम राम्रो देखिन्छ होइन बे 2010 मा भनेको टनल अहिले हामी लगभग 5% हाम्रो हिँडेको छ 5% हिँडेको छ नि भयो 5% हिँड्यो होला सायद अनि 5% प्लस भन्छु म चाहिँ अनि हिँड्यो होला अब विन्टर इज कमिङ है अनि मलाई पर्सनली चाहिँ नेपालबाट आउनेको रिजन चाहिँ यहाँ चिसो हुन्छ भनेरै हो मेन तर यति चिसो हुन्छ भने थाहा छैन फेरि है त्यसले गर्दा चाहिँ हल्का अनएक्सपेक्टेड खालको भएको थियो -40 सम्म पनि मैले फिल गरेको छु यहाँ चाहिँ क्यानाडामा आएर चाहिँ क्यालगरी
टोरन्टो एरिया अथवा सार्नियामा हामी पहिला आयौँ त्यहाँको चिसो पनि चिसो लाग्थ्यो तर जब यता आयौँ हामी त्यसपछि बल्ल रियलाइज भयो कि ओहो चिसो त यहाँ पो रहेछ त भन्ने कुरा चाहिँ अब अल्बर्टामा स्पेसली नै सास्काचुन प्रोभिन्समा चाहिँ दुईवटा प्रोभिन्समा चाहिँ एकदमै धेरै चिसो फिल भयो मलाई चाहिँ अन्टारियो भन्दा चाहिँ। तर यहाँ ज्यास्परको एउटा सरप्राइजिङ फ्याक्ट चाहिँ वरिपरि सबै माउन्टेन छ नि त, त्यही भएर माउन्टेनले चाहिँ सबै स्नोहरू धेरै माउन्टेनमा आउने रहेछ। अनि यहाँ तल चाहिँ खासै धेरै चिसो हुँदैन, माथि चाहिँ त्यो माउन्टेनले बढी हिँडेको भएर होला। कम्पेयर टु क्यालगरीदेखि यहाँ चाहिँ मलाई यहाँ हल्का कम हिउँ परे जस्तो फिल भएको लास्ट इयर होइन। यो इयर चाहिँ अब के हुन्छ यो इयरलाई चाहिँ वेट एन्ड वाचवाला सिचुएसन छ है। मैले मेन्सन गरेको थिएँ अघि यहाँ चाहिँ फायर एकदम खतरा फायर रहेको थियो, मान्छेहरूले पिपुल लस्ट देयर हाउस होइन। अनि के भन्छ अनि मान्छेहरू कहाँ जाने के गर्ने भयो, तर गभर्मेन्टले इनिसिएटिभ लिएर म्युनिसिपालिटीले लोकल गभर्मेन्टले इनिसिएटिभ लिएर चाहिँ यहाँ यस्तो खालको सर्ट टर्मको लागि अनि घरहरू बनाइदिएको छ कन्टेनर जस्तो लाग्छ मलाई चाहिँ कन्टेनर बनाइदिएको छ। अनि नर्मल्ली यसको चाहिँ रेन्ट अहिले 750 स्टुडियो अपार्टमेन्टको लागि अनि 1 बेडरुमको लागि चाहिँ $1000 विच इज भेरी गुड होइन अहिलेको यो सिचुएसनमा चाहिँ मलाई त्यस्तो लाग्छ। अनि तपाईँले देख्न सक्नुहुन्छ यो फायरले चाहिँ अनि यो एरियासम्म पनि फायर आएको थियो हेर्नु, यो डढेको पुरै छ। अनि यो वरपरको माउन्टेनहरू पुरै कालो देख्नुहुन्छ तपाईँले, यो कालो प्र्याक्टिकली यो डाँडा सब जलेको थियो, यो इस्ट वेस्ट नर्थ साउथ हरेक डिरेक्सनमा। यहीँ नजिकै पनि प्र्याक्टिकली देख्नुहुन्छ तपाईँले सबै जलेको। यो विन्टरले गर्दा टक्नु भएको होइन, यो जलेर सक्नु भएको। यहाँ चाहिँ अरू रुख चाहिँ यस्तो हरियो छ होइन। अनि त्यही हो। अनि अब अर्को साल अब पानी पर्छ, आश्री घाँसहरू हरियो होला, लाइफ विल कम ब्याक अगेन होइन। हाइवेको सँगसँगै टुकुर अब हामी हिँड्न लाग्यौँ हाम्रो डेस्टिनेसनमा। तपाईँलाई मैले अघि डाउन टाउन देखाएँ, जुन ठाउँमा म उभिएको थिएँ त्यही ठाउँ अब म त्यो पोइन्टबाट देखाउँछु। अब हाम्रो अहिलेसम्म चाहिँ हाम्रो त्यो ट्राभल हुन सकेन, यो ट्राभल भन्दा अब ट्रेकिङ हुन सकेन, त्यसले गर्दा चाहिँ हामी गर्न सकेनौँ। अब हामी नेक्स्ट इयर चाहिँ एकदम धेरै हाइक गर्नेवाला छौँ भने अहिले हामी त्यही सोचिरहेको छौँ, तर लेट्स सी के हुन्छ। तर अहिलेसम्म चाहिँ एकदम हाइक गर्नु मन लागिरहेछ। नेक्स्ट इयर यो वरिपरि भएको माउन्टेनहरू हामीले अहिलेसम्म गरेको भनेको त्यही हो। हाम्रो चाहिँ ओल्ड फोर्ट पोइन्ट नै छ होइन। अनि अर्को हामी गएको भनेको सिग्नल माउन्टेनमा गयौँ होइन, विस्लर सिग्नल त गएको जाने नेक्स्ट इयर विस्लरको सराउन्डिङ माउन्टेन यो। अनि त्यसमा पनि हामी गयौँ माथि गएर होइन। अनि राम्रो एक्सपिरियन्स भएको थियो है, फेरि ट्राई गर्नुपर्छ। अनि त्यस कारणले गर्दा चाहिँ अब वी बिन प्लानिङ दिस फर अ लङ टाइम है। के भन्छ हामी जाने हाइकिङ जाने भनेर, तर के रिजनले गर्दा सँगै नहुने अनि डर लाग्ने हरेक साल त्यो चाहिँ आफ्नो एउटा विकनेस पनि हो। ग्रुप हुन्थ्यो भनेपछि इट्स इजी है, ग्रुपमा नेपालमा हामी ट्रेकिङ नगएको होइन गइरहेको हो, तर यहाँ दुइटै भएर जाँदाखेरि चाहिँ बियरको डर हुनाले गर्दा चाहिँ मलाई चाहिँ अलि बढी नै उ लाग्छ। किनकि ग्रिजली बियरले एट्याक गरेको थियो लास्ट इयर पनि, ब्याङ्कमा 4 पिपल डाइड है। अनि इट्स नट अ जोक। अनि तर त्यो सँगसँगै आफू केयरफुल भएर प्रिपेयर हिँडेपछि त ठुलो कुरा चाहिँ होइन, प्रिपेयर नहुँदाखेरि चाहिँ एक्सिडेन्ट हुने हो होइन। आफू वरपर आफ्नो सिचुएसनहरू एनालाइज गर्ने, वरपर हेर्ने, अनि बियरलाई अब इन्काउन्टर भयो बियर भनेपछि वाट टु डु वाट नट टु डु होइन, त्यो कुराहरू ख्याल गऱ्यो भने है। अनि त्यो सिचुएसन आउँदैन होला, लक पनि हो धेरै कुरो, धेरै हदसम्म। अनि त्यो हिसाबले गर्दाखेरि चाहिँ अब हामीले नेक्स्ट समरमा चाहिँ हिँड्ने प्लान गरेका त छौँ, तर होप एभ्रिथिङ विल बी अल राइट एन्ड वी गना कन्कर एन्ड दोज एन्ड दिस वान विच वी डिड अलरेडी। बट फेरि हाइवेले कनेक्ट गरेछ सिटले बराबर, यो चाहिँ मेन हाइवे हो। अनि क्यालगरी जाने यहाँदेखि सायद अब हाम्रो डेस्टिनेसन चाहिँ त्यहाँ रहेको छ।
र अहिले हाम्रो फेरि यो डाँडामा चढ्ने चाहिँ हाम्रो भइसक्यो के भन्छ अरे ब्रेड एन्ड बटर भने जस्तै भइसक्यो यो चाहिँ हामीलाई नर्मल लाग्न लागिसक्यो अनि धेरैचोटि गइरहेको भएर पनि होला तर राम्रो हाइक छ हामी लक्की भयो भने हिजो हामीले एनिमल देखेका थियौँ अनि एल्क सिपहरू अनि म त क्लिप तपाईँको यहाँ राखिदिन्छु मैले भेटेँ भने मोबाइलमा छ भने तर आज पनि देख्न सक्छौँ इफ यु गेट लकी आई डोन्ट वान्ट सी बियर द है बियर चाहिँ देख्न चाहन्न म चाहिँ अनि तर अरू एनिमल चाहिँ देखेको गएर रमाइलो हुन्थ्यो हो नि एकदम राम्रो वेदर छ न्यानो छ आज कपडा चाहिँ बढिरहेको हुनाले अझ हिँडिरहेको छ मलाई चाहिँ अब हामी नजिक पुगेका छौँ सायद अब म ब्याक टु गोप्रो स्विच गर्छु अनि भिडियोको लागि चाहिँ राम्रो छ एरिया यो चाहिँ अब हामी एउटा ब्रिज पोइन्टमा पुग्दैछौँ डेस्टिनेसन यहीँ माथि नै हो राम्रो दिन छ आज मान्छेहरू जान 4-5 जना मान्छेहरू डगी लिएर आएछन् आफ्नो घुमाउनुलाई साइड वाक गर्नलाई एकदम राम्रो यो ब्रिज भयो ब्रिजको साइडमा यस्तो वाकिङ जोन बनाएको छ मान्छे पेडेस्ट्रियनलाई अघिको नदी विन्टर आउनुभन्दा अगाडि चाहिँ मान्छेले बेस्ट टाइम हो यो चाहिँ बाहिर निस्किन पाउँदैन विन्टरमा हिँड्न सकिँदैन यसरी होइन हिउँ धेरै हुन्छ बाटोमा त्यही भएर सकेसम्म हिँडौँ भन्ने हिसाबले मान्छेहरू आइरह हुन्छन् हामी यहाँदेखि जान सकिन्छ जान चाहिँ माथि डाँडा हुँदै हुँदै तर हामी अरू बेला जस्तै साइडबाट जान्छौँ यो बाटो तपाईँ सिधै जानु भने चाहिँ ज्यास्पर पार्क लज एन्ड लेक एनिट जान सक्नुहुन्छ भने अनि यताबाट चाहिँ ओल्ड फोर्ट पोइन्टको लागि अनि ट्रेकिङ भनौँ सुरु हुन्छ स्टेसर बनाएको छ त्यसले गर्दा सजिलो पनि भयो कुनै हदसम्म यहाँ पार्किङ गरेर यहाँसम्म गाडी आउँछ हामी चाहिँ हिँडेर आयौँ तर गाडी पनि आउँछ सजिलोसँग पहिलोचोटि आउँदा गाडीमै आएको थियौँ सायद हामी अनि यस्तो रहेको छ यस्तरी दामी छ जे होस् सेफ अरूभन्दा नि धेरै नै हामीसँग मेन त बेड स्प्रे भयो यस्तो टेन्सन गर्नुपर्ने कुरा आउँदैन आउनु चाहिँ अनि आफूसँग पानी हुनु पऱ्यो सफिसियन्ट टेन्सन त हुँदैन ट्रेकिङ गर्नलाई जस्तो एनर्जी चाहियो मोटिभेसन चाहियो आफू ट्राभल गर्नलाई अब हेर्नु है हामी हिँड्दै थाहा पाएन तर हामी धेरै माथि आइसक्यौँ आउनु चाहिँ हाइट कभर गरिसक्यौँ यसको मेन ओल्ड फोर्ट पोइन्टको मेन दामी कुरा भनेको चाहिँ तपाईँ हिँड्दा एउटा पोइन्टमा स्टप हुनुहुन्छ अनि देन द भ्यू इज हो ब्युटिफुल है त्यो चाहिँ मान्नुपर्छ अब हामी अहिलेसम्म नर्मली आजस्तो लाग्छ तर द भ्यू गेट्स बेटर एन्ड बेटर हेर्नुहोस् के अरे द अथवास्का रिभर द क्यानाडियन हेरिटेज रिभर सिस्टम द अथवास्का रिभर फ्रम द कोलम्बिया आर्चिपेलाग सोर्स अफ रिभर्स टु 3 ओसन्स भनेर लेखिरहेको छ कि इन्फर्मेसन त पढ्नु मेरो सास हल्का फुल्यो यहाँनिर यो अथवास्का रिभर भइहाल्यो अनि अहिले भर्खर हामी क्रस गरेको ब्रिज द पिरामिड माउन्टेन आज कस्तो राम्रो सनी दिन बादल आइरहेको छ तर चाहिँ वेट लकी भिटामिन डी पाइरहेको छ अनि लागेको छ अझै हामी जाने पोइन्ट अब पहाड हुँदै उयो डाँडासम्म हो इजी धेरै सजिलो रुट छ तर रमाइलो भइरहेको छ घर बसेर बोरिङ धेरै भयो अनि थ्याङ्क्स टु एभ्री वान है यो भिडियो चाहिँ हामीले स्पेसली फ्यामिलीहरूले पनि हेर्नुहुन्छ टाढाबाट भएर भनेर बनाएको सँगसँगै
अरूलाई पनि आइडिया होस् ज्यास्पर घुम्नलाई। यहाँ क्यानाडामा जति पनि हुनुहुन्छ नेपालीहरू त्यो हिसाबले बनाएको हो। अनि यतै भन्नुहुन्छ नि आउनुहोस्, एकदम ब्याम्प जान्छ मान्छेहरू, ब्याम्प ओभररेटेड पनि लाग्छ मलाई, तर राम्रो छ। तर त्यो सँगसँगै ज्यास्पर हेज सो मेनी थिङ्स टु अफर है। त्यो चाहिँ नजिकै छ ज्यास्पर पनि आउनु भन्न चाहन्छु। अनि साउट आउट टु जेनिस जन अरियाल, मेरो प्यारो भान्जा, अनि एन्ड दिदी सबैजनालाई, भान्जा भान्जी, प्रिसा, प्रिन्स, बृन्दा, अनि घरमा सबैजनालाई साउट आउट दिन चाहन्छु। अनि आई विल ट्राई टु अपलोड मोर भिडियोज है, अनि एन्ड सो यु हेयर अराउन्ड। अनि एउटा मेमोरिजको लागि नै हो सबै गरेको। आउनु त धेरैचोटि आयो। अनि सो तपाईँले पनि हेर्नुहोस् यो ठाउँ कस्तो छ भनेर। म हाइक चाहिँ उकालो लगाइरहेको, मेरो हल्का सास फुलिरहेछ। यो उमेरमा सास नफुल्नु पर्ने, तर ठाडो उकालो भएको हुनाले सास फुलिरहेको छ। यो पुरा एरिया जलेको, यो चाहिँ वाइल्ड फायर खत्रै वाइल्ड फायर। अब यो सबै एरिया वाइल्ड फायरको चपेटमा आयो। हामी उकालो लाग्दैछौँ। नभए सास फुले छैन तिम्रो? पुरै छैन। सिज वे मोर हेल्दियर देन मी आई गेस। राम्रै देखेछ त। धेरै मेकअप गरेर आयो क्या हो? छैन। अनि राम्रो छ। म चाहिँ यसरी ब्याक हिँड्छु, यसरी चाहिँ भ्यूहरू इन्जोय गर्नलाई। ल के त मलाई त गर्मी पऱ्यो। उसले ज्याकेट पनि खोलिसकेको छ है। हामी चाहिँ प्रायः जस्तो लुगा टन्न लगाएर आउँछौँ, किनभने चाहिँ हामी जति उकालो हाइट लिएर जान्छौँ त्यति चिसो हुँदै जान्छ। चिसो गर्छ कि भन्ने डरले हो। तर सँगसँगै हिँड्दै गर्मी पनि त्यत्तिकै हुन्छ। अब यहाँदेखि हेर्नु तपाईँले, हामी एउटा पोइन्टमा चाहिँ पुग्यौँ। अब हामी पुग्नु पनि त्यो माथिल्लो पोइन्टमा हो। अनि त्यो ठाउँ नै प्लेन छ, जे होस् अलमोस्ट देयर भन्नुपर्छ। 360 अलरेडी इन 360 भ्यू। सो आज चाहिँ हामीले कुनै वाइल्ड एनिमल्स देखेनौँ स्याडली, तर इट्स वर्थ इट। स्पेसली अझै त्यो यो वरपरको पहाडहरूमा के, अनि हिउँ चाहिँ हुँदैन अरू बेला चाहिँ। अनि त्यति राम्रो चाहिँ भ्यू देखिँदैन। बिफोर चाहिँ ग्रिनरी हुन्थ्यो, राम्रो देखिन्थ्यो, तर आफ्टर फायर चाहिँ त्यो राम्रो देखिन्थ्यो। तर अहिले चाहिँ श्रृङ्गार भयो जस्तो, माउन्टेनको हिउँ हुनेको श्रृङ्गार जस्तै हुँदो रहेछ। एन्ड इट लुक्स ब्युटिफुल। जस्टिस चाहिँ गर्दैन अभियसली गोप्रोले अथवा कुनै पनि क्यामेराले भ्यू क्याप्चर गर्नलाई, तर I'll try my best। यस्तो क्लाउडी दिन्छ। अनि मेरो माया चाहिँ गुटुङटुङ हिँड्छु हिँड्न चाहिँ। मैले चाहिँ अन्डर एस्टिमेट नै गर्छु पुरा जस्तो हिँड्नलाई चाहिँ। हिँड्न सक्दिनँ भनेर, तर मभन्दा फास्ट चाहिँ हिँडेर आउँछु है माया। त्यो मैले सधैँ अन्डर एस्टिमेट गर्छु हिँड्न सक्दैनँ भनेर, तर मभन्दा फास्ट नै हिँडेर आउँछु। पहाडको छोरी अन्त। ओहो कडा आयो नुवाकोटीबाट। आफू चाहिँ पश्चिम महेन्द्रनगरबाट, तर पनि पहाड भने चाहिँ छुट्टै एक्साइटमेन्ट हुन्छ। हाम्रो नजिक भएको पहाड भनेको त्यही रोटेला नै हो, अनि अरू त त्यस्तो छैन। मैले चाहिँ तपाईँले टोपिलाको नोटिस गर्नुभयो होला अहिले भर्खरै, अलिक विन्डी लाग्यो, टाउको दुख्न सक्छ। अनि इट्स नट टेकिङ के होइन वाइट टेक रिस्क होइन, नट वर्थ वाइट। सानो ट्रेकको लागि टाउको दुखाएर त भएन। त्यो हिसाबले यहाँसम्म यति माथिसम्म पनि फायर पुगेको रहेछ, त्यो चाहिँ मलाई अनौठै लाग्छ। सानो लकडीहरू, जलेको लकडीहरू यहाँ छ। तर माथि गएर देखाउँछ हामी, अब छड्के हिँड्नुपर्छ। समटाइम्स सनी
sometimes cloudy. यस्तो यस्तो भइरहेको छ. But it's always good to see some sun, है, to have some sun, to get some sun, हैन. अब आयो फेरि सानो सानो उकालो, थड्की उकालो भनौँ. अलिक कुना कुनाबाट चापेर हिँड्न है माया, छेउछेउ होइन. त्यो वाइल्ड छैन, तर अड्डाउनलाई झऱ्यो भने रुखहरू पनि त्यति खासै छैन. अलिअलि छ यहाँसम्म चाहिँ सपोर्टमा. यो चाहिँ नोभेम्बर महिना भयो यस्तो भ्यू आएको. अनि यो पिक समरमा आउँदा फेरि डिफ्रेन्ट हुनसक्छ टोटली. उकालो छ, ठाडै उकालो छ. हिजो हामीले यही ठाउँमा लोकेसनमा देखेको सिपहरू होइन बे, यही ठाउँमा देखेको सिपहरू हामीले बाटो पनि क्रस गर्न पाएको थिएन. एल देखेको थियो, तर आज आई डोन्ट थिङ्क वी आर द्याट लकी. नेभर नो, माथिको यस्तो थाहा हुन्छ. उकालो चाहिँ डेन्जर छ. नर्वेमा चाहिँ हामीले सुनिरहेको है, के भन्छ शेर्पा दाइहरूले युज गरेर राम्रो ट्रेकिङ रुट बनाएको छ. यहाँ चाहिँ कति धेरै बन्न सक्छ. उनीहरूसँग मेन पावर त छ होला, तर हाम्रो शेर्पा दाइ इज बेस्ट, आर बेस्ट है. हिसाबले राम्रो राम्रो यस्तो स्टेज भयो भने सजिलो हुन्छ. कालो छ अझै, डेन्जर उकालो. अलमोस्ट देयर. हामी चाहिँ पोइन्टमा पुग्न लागेछौँ. यहाँदेखि चाहिँ दामी भ्यू आउँछ. हामी चाहिँ लास्ट टाइम मलाई यो माउन्टेन जान मन लागेको थियो, सजिलो जस्तो लागिरहेको थियो पनि, तर 6-7 आवर्स ननस्टप हिँड्नुपर्छ. अनि बिहानै उठेर गयो भने चाहिँ सम्भव छ. त्यो पहिलो जाँदा बेला हल्का त्यो बाटोहरू चाहिँ इरिजन हुनसक्छ. Look at this. देखाउ त के छ. हजुर. ब्युटिफुल लेक्स. दुईवटा लेक्स छ सानो सानो. मोबाइलबाट जुम गरिदिएँ होला. हामी आएको अहिले तलको डाँडाबाट माथि आयौँ हामी. लुक एट दिस, अझै माथि जाउँ. राम्रो भ्यू छ क्या यहाँदेखि चाहिँ, सनी अनि क्लियर, एकदम राम्रो भ्यू छ. यो टपदेखि चाहिँ 360 मजाले देखिन्छ. कति स्टेबल छ चेक गरौँ है क्यामेरा. ठिकै नै छ. म्याक्स लेन्स अन गरेको मैले. यहाँ चाहिँ रिल्याक्स गरेर बस्नु. एकजना मान्छे पनि छैन. अघि हामीले एकजना मान्छे अहिले भेट्यौँ, त्यो अगाडि तल दुईजना. तर यत्रो ट्रेकिङ रुटमा कोही मान्छे छैन. कस्तो भयो त आजको अनुभव बाइ द वे? एकदम रमाइलो. हिँड्यो, सरर चिसो हावा आइरहेछ. हिँड्दा हिँड्दा थाकेको बेलामा चिसो हावा, अनि यो भ्यू दामी. यसमा अझै तातो तातो चिया भएको भए के हुन्थ्यो होला. मलाई चाहिँ ग्यास्ट्रिक हुन्थ्यो होला, तिमीलाई चाहिँ रमाइलो हुन्थ्यो. यो भ्यू हेर्दै तातो तातो चिया खानु पाए मजै अर्कै हुन्थ्यो. नेपालतिर भएको यस्तो टपमा चिया बेच्न राख्नुहुन्थ्यो होला.
हो नि टी हाउसहरू हुन्थ्यो नेपालमा है पुरा मिस हुन्छ एकदम रमाइलो छ एकदम पिसफुल काम पिसफुल एउटा सफा धुवा रहित हावा भनौँ न अक्सिजन इज भेरी गुड फर यु अनि हेल्दी पनि ट्रेकिङ होइन आफैमा वाकिङ भनौँ ट्रेकिङ पनि भनौँ यसलाई सानो एकदम सानो कम्पेयर टु अदर होइन त्यो मेसिभ ट्रेकिङ नेपालको त कम्पेयर चाहिँ हुँदैन अनि यति पनि छुट्टीको बेलामा यो जाडोमा हिँड्नलाई ठिक हो एकदम राम्रो छ है सही भन्यो त्यही नै हो तपाईँलाई म अब मोबाइलबाट खिचेर हामी कहाँदेखि कहाँ आयौँ भनेर टाउनदेखि चाहिँ यहाँदेखि तपाईँले देख्न सक्नुहुन्छ गोप्रोले कतिको भ्याउँछ मलाई जुम गरेर त्यो थाहा भएन होइन अनि यो टाउनमा तपाईँले हल्का आइडिया छ यहाँदेखि यहाँसम्म टाउन छ ज्यास्पर टाउन अनि सराउन्डेड बाई माउन्टेन्स एउटा भ्याली नै हो यो पनि अनि लेक एन्ड अथवा रिभर लट्स अफ लेक है यो ठाउँमा चाहिँ लेक तपाईँ यस्तो फ्रेस लेकहरू छ होइन अनि ग्लेसियर लेकहरू अनि त्यो चाहिँ त्यो क्यानाडामा त्यो पाउने भनेको एरिया चाहिँ यतै होस् लाग्छ मलाई यो अल्बर्टा प्रोभिन्समै अरू प्रोभिन्स भन्दा पनि अरू प्रोभिन्स बिसीमा त अभियसली छ तर यहाँ चाहिँ धेरै चाहिँ पाइन्छ है नयाँ नबे लेक चाहिँ फ्रेस लेक्सहरू क्यानाडा ओभरअलमै अब त अभियसली लेक चाहिँ धेरै छ तर यो ग्लेसियर लेकहरू हामी गयो मध्येको हाम्रो आइडियाबाट भन्दाखेरि चाहिँ अल्बर्टामा चाहिँ इट हेज अ लट टु अफर अनि नेचर वाइज चाहिँ बिसीमा चाहिँ मलाई मनपर्ने पर्सनली चाहिँ बेसी मनपर्छ है अनि अझै पनि तर बिकज अफ टेम्परेचर एन्ड एभ्रिथिङ अनि तर अल्बर्टा चाहिँ घुम्न आउनलाई चाहिँ बेस्ट डेस्टिनेसन हो आज हाम्रो भिडियो एकदम लामो भयो होला बोर नमानिकन हेरिदिनु होला अनि त्यस्तै नेक्स्ट भ्लग पनि गर्नलाई हामीलाई एनर्जी मिल्छ मोटिभेसन मिल्छ अनि त्यही हो हाम्रो भ्लग एकदमै र हुन्छ होइन अनि र छ अनि म एडिट पनि धेरै गर्दिनँ किनभने त्यति धेरै एनर्जी छैन मसँग वास्तवमा भन्नुपर्दा आइएम लेजी म्यान सोफार होइन अहिलेसम्म चाहिँ अनि तर त्यहीमा आस्ते आस्ते इम्प्रुभ गर्दै जान्छु जस्ट फर मेमोरिज एन्ड चाहिँ काटेर हेर्नु भएको छ भनेपछि पनि अनि त्यही हो यस्तै र फुटेजहरू नै छ हामी जस्ट एउटा मेमोरिजको लागि बनाएको हो अनि सँगसँगै अरूलाई हल्का आइडिया होस् भनेर बनाएको हो अनि प्लिज डोन्ट माइन्ड अनि स्वस्थ रहनुहोस् मस्त रहनुहोस् हेल्दी रहनुहोस् अनि ट्रेकिङ गर्नुहोस् हिँड्नुहोस् अनि त्यही हो काम गर्नुहोस् आफ्नो काम अभियसली गर्नु परिहाल्यो अनि भ्यू इन्जोय गर्नुहोस् थ्याङ्क यू सो मच अहिलेसम्म अझै हेरिदिनु भएकोमा अनि प्लिज सब्सक्राइब गर्नुभएको छैन सब्सक्राइब गर्नुहोस् एन्ड यस लभ यु अल थ्याङ्क यू सो मच एन्ड म चाहिँ सकेसम्म यो टाउनको भ्यू अझै राम्रो मोबाइलबाट खिचेर हाल्ने कोसिस गर्छु त्यही दिनसम्मलाई बाई बाई ल यो माथिबाटको भ्यू अनि यो ज्यास्पर टाउन रेलवे नेटवर्क देख्नु छ प्रायः जस्तो अनि